हिँड मुला ढिला भइसक्यो। ल 7 बजिसकेछ यार, मार्ने बुढोले चाँडो चाँडो। कोही आएको छैन यार, धन्न भने टाइममा आइएछ। ल त आइस यार, धन्न चाँडो आइएछ भने। तर यार अहिलेसम्म कस्तो कोही नआएको। मेरो लाइफको टप 10 मा एउटा केटी छ, सबैले उहाँलाई फलो गर्नुहोस्। अब सबैले कमेन्टमा हाई लेख्नुहोस्, जसले HY लेख्नुहुन्छ उहाँले एकअर्कालाई फलो गर्नुहोस्, जसले HYE लेख्नुहुन्छ उहाँले पनि एकअर्कालाई फलो गर्नुहोस्। चाँडो चाँडो फलो गर्नुहोस्। अब सबैले आफ्नो कान्छी औँला शरीरको कुनै एउटा पालमा हाल्नुहोस्, जसले कान्छी औँला नाकको पालमा हाल्नुभयो उहाँले एकअर्कालाई फलो गर्नुहोस्, जसले कान्छी औँला आफ्नो चाकको पालमा हाल्नुभयो उहाँले पनि एकअर्कालाई फलो गर्नुहोस्। यसरी फलो गर्नुपर्छ, किनकि हामी टिकटकहरू, हामीले अरू केही पनि गर्न आउँदैन, हामीसँग ट्यालेन्ट केही पनि हुँदैन। त्यही भएर हामीले यसरी भिख मागेर फलो माग्नुपर्छ। सबैले एकअर्कालाई फलो गर्नुहोस्, फलोवर बढेपछि अर्कोलाई फलो गर्नुहोस्, अर्कोलाई फलो गरेपछि फेरि अर्कोलाई फलो गर्नुहोस्, त्यसपछि सबैजनाको फलोवर बढेपछि मलाई आएर फलो गर्नुहोस्। ए मासाला पागल, के हो भन्न? अब के गरेको क्या यो पागल जस्तो? होइन क्या मुला, टिकटकमा लाइभ आउँदा यसरी नै कन्डो च्यात्तिने गरी चिच्याउने बानी छ क्या, त्यही भएर म त क्यामेरा देख्नै हुन्न, टिकटक जस्तै लागिहाल्छ।